तर कसम भने ढाँटेको चाहिँ होइन कि कसम भने कसम जानै मन छैन मान्छे अब कहाँ पुग्दिरह्यो म यस्तो चिज देखाउँछु यस्तो चिज होइन ठाउँ कसम तर भिडियो बनाउने आएन मलाई चलो चलते दामी छ यार कता हो आमामा 300 मिटर अझै ठुलो खाँची नै सानो भन्दा $300 मिटर अझै हामी दुईजना चाहिँ दामी छ यार ओए रणमतीको मामी यो महाकडक छ यहाँदेखि यस्तो देखिरहेको छ होइन कसम भनेको रियलमा चाहिँ कसम भनेको दामी देखिरहेको थियो यार बप्पा बाइक चाहिँ नआउने रहेछ नत्र त कोही बात नहीं हम जाके ही रहेंगे चलो ओए दामी यता हुन्छ यतिको हो भने चाहिँ घुम्न आउँदाखेरि ठिकै हुन्छ रिग्रेट हुँदैन त कोही ठाउँमा त यति हुन्छ नि त पानी प्रचार प्रसार गरे जस्तो हुँदैन तर यहाँ चाहिँ कसम भनेको नो रिग्रेट काठमाडौँमा हुने सबैजना आउँदा हुन्छ छरी झर्न अहिले त गर्मी मौसम पनि छ आउनुहोस् घुम्नु पहिलोचोटि कसम भनेको मैले यस्तो हेरिरहेको छु यहाँ झर्ना कसम चाहिँ दिल खुश कर दिया यार यस्तो हावाले बब्बाल चलिरहेछ मा मलाई भिडियो बनाउन चाहिँ आउँदैन unexpected we run oi कसम भने बब्बाल छ यो कपडा चाहिँ कहाँ राख्नु यार मैले किन रहेछ क्या यहीँ छोडिदिन्छु मैले
चाहिँ राख्नु त नि मलाई कस्तो दामी अब कस्तो भने यार भइसक्यो यार कहाँ जाने मान्छे कस्तो भने यार जानु त मान्छे नै एकछिन बसेर मलाई यस्तो चिल हान्नु चाहिँ मन छ तर जानु परेको यार ओ भाइ ओ भिडियो गर्दैन मेरो छोरै ओ पर्यटक मान्छेहरू आइरहेछ भिडियो गर्दैन मलाई यार छोरै त यार स्मरणको लागि भिडियो त बनाउने हो भन्ने लागिरहेछ तर कस्तो भने दामी छ यार तर कस्तो भने ढाँटेको चाहिँ होइन कि कस्तो भने कस्तो जानै मन छैन मा चिल हान्न मन लागिरहेछ र अझै नि भयो भने कस्तो नेक्स्ट टाइम म आउँछु न कस्तो भने कि यस्तो खतरा छ कि खोइ किन हो होइन आज शीतल भएको बेला आएर हो कि किन हो कि तर नेक्स्ट लेभल कस्तो भने बबाल देखिरहेको हेर न अनि चाहिँ अब खासमा यो झर्ना घुम्नको लागि चाहिँ आएको चाहिँ होइन कि हामी कहाँ गएको मान्छे अब झर्ना देखिरहेको 3 किलोमिटर मात्रै थियो क्या त्यहाँ त्यही भएर जाउँ न भनेर आइदिएको तर सोचेको चाहिँ थिइनँ कस्तो भनेको अझै बस्नु लागिरहेको ठिक छ नेक्स्ट टाइम आइन्छ केटा हो आऊ भन्छु म चाहिँ यार तिमीहरूलाई आऊ चिल हान्न कस्तो भन्नु दामी हुन्छ त्यही हो खासमा चाहिँ म भ्लग बनाउँछु त्यही लागेको थिएन र म बनाउँदिनँ पनि कि तर आज यहाँ झर्ना छ भनेर आएको फेरि कस्तो बवाल छ क्या परेदेखि अनि त्यही भएर बनाइदिएको मात्रै हो ल म चाहिँ यति नै अब त्यही हो लास्टमा चाहिँ त्यही भन्छु म केटा हो दामी नि हेर्न होला काठमाडौँदेखि त आउन सकिहाल्छ नि हो यहाँ पनि छ लास्ट चिनिङ हान्ने ठाउँ चाहिँ कस्तो भनेको एकदम दामी छ क्या बब्बाल छ खानाको लागि टेन्सन लिनु पर्दैन यहाँ हाम्रो आन्टीहरू डेरा जमाएर बस्दै हुनुहुँदो रहेछ तर त्यही हो ल म चाहिँ अब त्यही हो यति झर्ना देखाउनको लागि मात्रै भिडियो बनाएको हो त्यही हो दामी छ आउनु होला घुम्नु होला हामी चाहिँ अब खासमा चाहिँ खै कहाँ पो पैसा त्यही हो मलाई त कस्तो भन्ने भ्लग बनाउन आउँदैन यस्तो हात दुखिरहेछ कि यो कस्तो भइरहेछ मलाई थाहै छैन जत्ना हान्दिया मात्रै हो मैले भिडियो कस्तो भन्यो अरू भिडभाडमा त अब बनाउन आँटै आउँदैन होइन त्यही हो यहाँ कोही छैन एकान्त छ 1-2 जना माथि आउनु भएको छ अनि यो एकजना त्यो हाम्रो केटासँग चाहिँ हामी चाहिँ उता अब बिर्स्यो कस्तो भनेको ठ्याक्कै गइरहेको थियौँ त्यता
हामी झर्ना छ भनेर चल्दिउँ न त भनेर तिर्दिएको हो। त्यही हो, केटाकेटी हो। मैले यही भ्लग इन गरेँ है, भिडियो भ्लग होइन भिडियो भन्छ।